आज त मैले तपाईँ सामु एकदम सानो चिज हैन धेरै महत्त्वपूर्ण र हरेकको घरमा हुनुपर्ने चिज हैन तपाईँ सामु लिएर आउँदैछु। एकछिन भिडियो एकछिन नगइकन हेरिनु होला है त। तपाईले यहाँ देख्दै हुनुहुन्छ नि यहाँ चाबी राख्ने ठाउँ हैन, फ्यामिलीको फोटो राखेर हैन, यहाँ हेर्नुस् त, पढ्नुस् न, क्याप्सनै पढ्नुस् न कस्तो राम्रो, दिस इज अस हैन, आवर लाइफ, आवर स्टोरी, आवर होम। यो चाहिँ नै काफी छ क्या मेरो लागि। अनि आफ्नो फोटो हेर्नुहोस् त, फ्यामिलीको फोटो ठक्क, त्यसका मुनि प्रत्येकको नाम हेर्नुहोस् त, यहाँ आफ्नो होइन नाम छ, मेरो पुरै परिवारको फ्यामिलीको नाम छ होइन, छट्ट राम्रो हेर्नुहोस्। यहाँ जब चाबी यहाँ होइन, यहाँ चाबी झिक्छौँ, झिक्दाखेरि आफ्नो फ्यामिलीको फोटो देखिन्छ नि त, यहाँ कति राम्रो छ होइन। अनि त्यसले चाहिँ के गर्छ भने आफ्नो स्ट्रेस, घरको स्ट्रेस भनौँ अथवा कामको स्ट्रेस भनौँ, के हुन्छ होइन, विभिन्न आफ्नो टेन्सन हुन्छ लाइफमा होइन, त्यो यसो फ्यामिली देख्दाखेरि त्यसले माया चाहिँ कतातिर फ्यामिलीतिर लाँदो रहेछ। सोच्नु सोच्दैन फ्यामिली होइन। जब म अब कामबाट गएर आएर होइन, कामबाट आएर म अनि घरमा जब यो चाबी यहाँ राख्छु नि, तर त्यही पनि फेरि मलाई के हुन्छ भने फ्यामिलीको फोटो झलस्स देख्छु। अनि फेरि आफ्नो अब थकित भएर आएको हुन्छ कामबाट होइन, कहिलेकाहीँ होइन, कहिलेकाहीँ आफ्नै कामको स्ट्रेस पनि हुन्छ। त्यतिखेर ठक्क यहाँनिर चाबी ठक्क झुन्डाउँदाखेरि आफ्नो फ्यामिलीको फोटो देखिन्छ नि त, त्यतिखेर फेरि मनलाई के हुन्छ त, आफ्नो फ्यामिलीतिर लाँदो रहेछ कि। यसले गर्दा चाहिँ तपाईँहरूलाई चाहिँ के गर्छु भने तपाईँ यदि मन पऱ्यो भने होइन, एकदम राम्रो यो हुँदो रहेछ है। अनि यसले जुनै साइजमा पनि मगाउन सकिने होइन, अलिक सानो हुन्छ, योभन्दा ठुलो पनि हुँदो रहेछ। तपाईँलाई कुन साइज मनपर्छ होइन, त्यो अनुसारले मगाउन सकिने है त। मन पऱ्यो भने कमेन्ट गर्नु होला है त। तपाईँ मुनि कमेन्ट गरेर लेख्नु भयो भने म यसको तपाईँलाई लिङ्क पठाइदिन्छु है त। सी यू नेक्स्ट भिडियो, बाई बाई।